नेतृत्व गगन थापा आउनु भएको छ। गगन थापा अरूभन्दा धेरै कुरामा काबिल हुनुहुन्छ। उहाँ पढाइदेखि काबिल, उहाँ स्वास्थ्य मन्त्री हुँदाखेरि ल्याएको बिमा योजना होइन, अब प्रयत्न गर्छु भनेर लाग्नु भएको छ। उहाँले चाहिँ एउटा चाहिँ योजना बनाउनु भएको छ। त्यो योजना के छ भन्नुहुन्छ भने के छ भने सम्मानित भएर चाहिँ बाँच्न पाउने नेपाल बनाउनको लागि गगन थापा लाग्नुभएको छ। गगन थापा फेरि अहिले आएर हावामा आएर बोलेर बनेको नेता होइन। वनस्थली स्कुल पढेर टप स्टुडेन्ट उहाँ, सानो ग्राउन्डबाट राजाले निनुको शासन चलाउँदाखेरि राजाको त्यो दरबारको अगाडि बसेर खबरदार निनुको शासन हामीलाई सही हुँदैन भनेर बोलेर आन्दोलन गरेर त्यो पृष्ठभूमिबाट आउनुभएको नेता, गफ गरेर बाहिर गएर फेरि नेपाल आएर गफ लगाएर झुटा आश्वासन दिएर गर्नु छैन। पार्टी ठुलो होला नहोला, तर गगन थापाको सोच निश्चित रूपमा यो देशलाई समृद्धशाली नेपाल बनाउने लक्ष्य छ। त्यस अन्तर्गत उहाँले चाहिँ सम्मानित भएर बाँच्न पाउने नेपाल, सम्पन्नशाली नेपाल बनाउने उहाँको उद्देश्य छ। त्यही अनुरूप गगन थापा सभापति हुनुभएको छ। युवा नेतृत्व आएको छ। उहाँले चाहिँ के हो चाहिँ भिजन छ भने उहाँको सम्मानित भएर बाँच्न पाउने नेपाल, सपना देख्न सक्ने नेपाल, सपना देख्न सक्ने। तपाईँले सपना देख्नुहुन्छ, त्यो सपनालाई साकार पार्नको लागि राज्यले गर्ने एउटा योजना बनाएर आउनु भएको छ। अर्को सम्पत्ति र रोजगारी सृजनाको प्रोत्साहन गर्ने नेपाल। अहिले तपाईँले भन्नु रोजगार सृजना गर्ने। जस्तै गगन थापाले भाषण गर्दाखेरि चोबारामा बोल्नुभयो नि, 3 लाख रुपियाँ कमाउनु छ भने आइटीको चाहिँ त्यो एउटा प्रोडक्ट गर्न सक्छौँ हामी भनेर भन्नुभयो। तर त्यतिखेर हावा उडाइयो। गरिरहेका छन्, किन छैन, भइरहेको छ। मेरो छोरीको कुरा गर्छु है, एउटा उदाहरण मात्रै चाहिँ फर इक्जाम्पल, मेरो छोरी काठमाडौँ आइटी पढ्छिन्, उनले क्यानाडामा आइटीको चाहिँ काम गर्छिन् र थोरै उनले चाहिँ आफ्नो पकेट गरेर चलाउँछ। काम भइरहेको छ नि, प्र्याक्टिस छ। प्र्याक्टिस सुरुवात नगरिकन त्यही त हुँदैन नि त। त्यो अनुसारको दक्ष हुनु पर्यो। पेटभरि कलेजहरू खुलिरहेछन्। विदेशमा पनि त्यही हो, स्किल र अनस्किल सेमी स्किल लेबर हुन्छ, त्यो अनुसारको इन्कम होइन। त्यसको नि के भन्दा पहिला त स्किल डेभलप गर्न पर्यो। ल स्किल नभएकोले त्यो अनुसार चाहिँ काम गर्न पर्यो। काम नहुने भन्ने होइन, आइटी जानेको आइटी गर्ने। अब मेरो बा किसान हो, भैँसी पाल्नुहुन्छ, गाई पाल्नुहुन्छ, त्यही कुरामा त्यहाँ दुध उत्पादन गर्नुहुन्छ, बेच्नुहुन्छ, छोराछोरी पढाउनु भएको छ। 10 वटा गाई पालेर 1.5 लाख रुपियाँ कमाउनु पनि छ नि। केशर बागमा छ कि छैन? यहाँ हुनुहुन्छ होला केशर बागको होइन? यता किसानहरूको मुख्य काम भनेको खेतीपाती, सबैलाई अवगत नै छ होइन। अनि किसानहरू त्यही खेतीपाती गर्न किन डराइरहेका छन् त? उनीहरूले खेतीपाती गरिसकेपछि आफ्नो बारीमा भएको सबै बिक्री गर्न सक्दैनन्, किनभने उनीहरूसँग बजार छैन। उनीहरूले खेतीपाती गरेको त्यो बारीमा नै खेर गइरहेको हुन्छ कि कतिपयको बिचरा उनीहरूले केही गर्छु भनेर नै गरेका हुन्छन्, तर त्यो कसरी हुन सकेन। तपाईहरूले यस सम्बन्धी उनीहरूलाई उचित मूल्य, उनीहरूको आधुनिक प्रविधि कसरी उपलब्ध गराउने, उनीहरूलाई बजारमा कसरी पहुँच गर्ने भन्ने नीतिहरू कसरी ल्याउनुहुन्छ र अहिलेसम्म कसरी ल्याउनु भएको छ? थ्याङ्क यू। धन्यवाद। बहिनीको नाम चाहिँ? मेरो नाम छैसाङ डोल्माथि। बहिनीको? ल कृषिको कुरा आयो है। सबभन्दा यहाँ कृषिमा समस्या चाहिँ अहिले दाइले भन्नुभयो त्यहाँ कानुन संशोधन गर्ने भन्ने कुरो त्यहाँ आछ होइन। कृषिमा समस्या भनेको उत्पादन नभएको पनि होइन, बजार नभएको पनि होइन, त्यो उत्पादनलाई बजारसँग जोड्ने माध्यम नभएको। यहाँ चाहिँ कस्तो भयो भन्दा यो अहिलेको कानुनी प्रक्रिया अनुसार स्पष्टता केही पनि नभएको स्थितिले, जस्तै किसानले एउटा चिज उत्पादन गर्छ, त्यसलाई बजारसम्म जाँदाखेरि 10 वटा लेयर पार गरेर जान्छ कि। एउटाले किन्छ, त्यसले लगेर अर्को डिलरलाई दिन्छ, त्यो डिलरले सब डिलरलाई दिन्छ, फेरि त्यस्तै गर्दै 10 वटा लेयरमा जाँदाखेरि किसानले आफ्नो मूल्य पाउँदैन। किसानले सस्तोमा दिनु पर्यो, उपभोक्ताकोमा पुग्दाखेरिसम्म के भयो, सबैले नाफा लिँदै महँगोमा पुग्नु गयो।
अब अहिलेको चाहिँ यो हाम्रो गगन थापाले चाहिँ संशोधन गर्छु भनेको कानुनमा त्यो पनि पर्छ कि त्यो लेयरलाई घटाएर बिचको एउटा मात्रै राख्ने जोड्ने चाहिन्छ माध्यम होइन। किसानले गएर बजारमा बेच्ने कुरो पनि भएन, किसान त आफ्नो उत्पादनमा ध्यान दिनु पर्यो, उपभोक्ता किसान कहाँ जाने कुरो पनि भएन, बिचमा त चाहियो नि त होइन। बिचमा एउटा माध्यम चाहिँ एउटा मात्रै हुनु पर्यो, थोरै माध्यम हुनु पर्यो। त्यो भएपछि के हुन्छ भन्दा किसानले पनि आफ्नो उचित मूल्य पाउँछ होइन। अब यस्तो काउली उत्पादन गर्दाखेरि किसानले चाहिँ 10 रुपियाँमा यता बेचिरहेको हुन्छ भने हामीबाट आइपुग्दाखेरि 100 रुपियाँ परिरहेको हुन्छ होइन। 10 को ठाउँमा किसानले 30 पाउला, हामीले 40 मा किन्न पाउँला। त्यसरी एउटा चाहिँ बजारको चाहिँ एउटा साइकल बनायो भने बल्ल किसानले चाहिँ आफ्नो उत्पादन गर्नलाई जोड दिन्छन्। नत्र भने घाटामा त्यो बिजनेसै घाटामा जाने भएपछि, उत्पादनै घाटामा जाने भएपछि त त्यसमा प्रेरणा आउँदैन नि त गर्नलाई। र यसमा म अलिकति थपेँ, जस्तो हाम्रो के छ भने निर्वाहमुखी किसान छ क्या प्राय। अब बेसीजनको तरकारी अब अरू केही नगर्ने, नयाँ कुराहरू नगर्ने, धान तोरी मकै यस्तो धानको पनि चाहन्छन् 4-5 हजार पुगिसक्यो होइन क्विन्टलको। त्यो अब नयाँ कुराको इनोभेसन छैन क्या। जस्तो अब बुवाहरूले गर्नु भएको छ अहिलेसम्म। अब तपाईँहरू के हुन्छ भने म किसान हुन्न भन्ने छ क्या प्रायको, किसान कृषि काम गर्दिनँ भन्ने। कृषिमा पनि कम्पनी हुन्छ नि, कम्पनी खडा गरेर तपाईँको त्यो अलिकति इन्भेस्टमेन्ट गर्दै गयो होइन। रियलमा त्यो आफ्नो प्यासनिक त्यहाँ लगायो भने, जस्तो अहिले काउली बन्दा तपाईँको दसैँ ताका निकाल्यो भने कति धेरै रेट आउँछ नि होइन, मुला सुला तरकारीहरू। त्यसपछि